हेलो नमस्ते गुड आफ्टरनुन एभ्रिवान म पुण्य तपाईलाई मेरो अर्को भिडियोमा स्वागत गर्न चाहन्छु है। र साथीहरू आज मैले फेरि पनि चिकन बनाउन गइरहेको छु है। र तपाईले यहाँ देख्न सक्नुहुनेछ चिकन चाहिँ एकदमै धेरै ज्यादा छ र यहाँनिर कति केजी छ भन्दा 3 केजी छ हो। चिकन चाहिँ 3 केजी छ किनभने यो चाहिँ पल्टनबाट पकाउन लगाएको थियो है। त्यही भएर चाहिँ मैले चाहिँ एकदमै हतार भएर चाहिँ आज चाहिँ यसलाई फ्राई नगरी डाइरेक्ट पकाउँदैछु है। साथीहरू सो मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोस्। साथीहरू तपाईहरुले देख्न सक्नुहुनेछ है मैले यहाँनिर सबै मसलाहरूलाई एड गरेको छु है। साथीहरू तपाईहरुले देख्न सक्नुहुनेछ सबै मसलाहरूलाई एड गरिसकेको छु है। अब चाहिँ म यो मसलालाई पकाउने छु है। पकाउनको लागि चाहिँ मैले पानीलाई पनि एड गरेँ र अब मैले 2-3 मिनटको लागि यो मसलालाई मजाले पकाउने छु है। त्यसपछि म चिकनलाई पनि एड गर्नेछु। साथीहरू मेरो भिडियोलाई हेर्दै गर्नुहोस् होला है। र हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ मन पर्यो भने लाइक शेयर कमेन्ट एन्ड फलो पनि गरिदिनुहोस् होला है। साथीहरू 3 मिनट बाद चाहिँ मसला पाकेर रेडी भइसकेको छ है। तपाईहरुले पनि देख्न सक्नुहुनेछ मसला चाहिँ एकदमै पाकेर रेडी भएको छ। अब चाहिँ म यसमा चिकनलाई एड गर्नेछु है। चिकन चाहिँ मैले फ्राई नगरी चाहिँ फर्स्ट टाइम बनाएको किनभने एकदमै चिकन पनि ज्यादा थियो है। त्यहीमाथि मलाई एकदमै हतार थियो किनभने यो चाहिँ पकाएर बुढालाई पल्टन पठाइदिनु पर्ने थियो है। फेरि पल्टनबाट फोन आएको थियो नि त बुढालाई। अन्त चाहिँ त्यही भएर मैले फ्राई पनि गरिनँ। जस्तो ल्यायो त्यस्तै धोएर चाहिँ मैले बनाएको नि त है साथीहरू। फेरि हेर्नुहोस् न साथीहरू चिकन चाहिँ ज्यादा भएर कराईमा पनि अटेन होइन। त्यही भएर चाहिँ फेरि मैले अर्को कराईमा बनाउनु पर्यो होइन। हेर्नुहोस् न यहाँ डल्लै चिकन आधी नै छ हो। अन्त आधी कराईमा अटेको जति हालेँ। साथीहरू फेरि मैले हतार प्याज टमाटरहरू काटेर अर्को कराईमा पनि रेडी गरेँ है। चिकन बनाउनु पर्यो होइन। किनभने अरूले सुनेर पठाएको नि त पकाएर पठाउनु पर्यो। त्यही भएर मैले हतार अर्को कराईमा बनाउँदैछु है। यतानिर फेरि अर्कोलाई पनि चलाउँदैछु। चलाउनु पनि एकदमै धेरै प्रब्लम भइरहेको थियो मलाई किनभने चिकन ज्यादा छ। तपाईँहरूले देखिसक्नुभयो है। यो चिकनबाट चाहिँ एकदमै धेरै पानी निस्किरहेको थियो साथीहरू किनभने मैले बित्तिकै पकाएँ नि त। साथीहरू मेरो भिडियोलाई हेर्दै गर्नुहोस् होला है। साथीहरू तपाईहरुले देख्न सक्नुहुनेछ मैले चाहिँ यसरी 2टा कराईमा चाहिँ मासुलाई बनाएँ है। र हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्छ भने अन्तिमसम्म हेरेर पनि साथ दिनुहोस् होला है। र आजको भिडियो यति नै थियो। थ्याङ्क यू फर वाचिङ। बाइ बाइ।